पेस्टल हो यो डेन्जर बहाट खोला चाहिँ अब बिहान ढल्नुपर्छ अब याद भइहाल्यो नि यति पनि याद गरेर कस्तो अनुभव भइरहेछ सोल्टी एकदम बवाल हामी कहाँ छौँ अहिले हामी माथि पहाडको बिचमा हाइकिङ बिस्किमको पहाड चढ्दैछौँ मुटु भने ढुकढुक सास भने घ्याँ बसेको पहाड बाटो यस्तो छ साथीहरू के गर्नु यता फेरि थोरङ फेरि के अरे यहाँबाट टक्क थोरङलाई बास गरेर जाने बाटो हो यो यहाँ एउटा हाइक्याम्प भन्ने होटल छ यहाँ हाइक्याम्पमा हिँड्दैछ सोल्टी पहिलो सुरुमा कहाँ खोज्न आएछ त्यो यता यात्रा पारी त्यो काँडाको झ्यासमा यसरी कोतर्नको गरे ल गाइज हामी किरा खोज्न आएको किरा खोज्दैछौँ सोल्टी साइलाई किरा खोज्दैछौँ भेट्यो के हो कहाँ रहेछ ल यस्तो हुन्छ किरा भने पहिलोचोटि सो गाइस यस्तो हुन्छ है किरा भनेको यो पुरा यस्तो लामो लामो ठुलै छ क्या हो ठुलै छ जस्तो लाग्यो हेरौँ है गाइस यस्तो हुन्छ किरा भनेको बिस्तारै हेरे जोडिन्छ जग्गा हो ओइ गाइस 21,000 गाइस ढुङ्गा मुनि पो रहेछ गाह्रो छ गाइस खानु पनि टाउको आयो बिस्तारै यस्तो हुन्छ किरा भनेको टक्क हामी किरा खोज्ने ठाउँतिर देखिने यो पहाड है यो चाहिँ पहाड है म इटा पहाड हो अरे यो सोल्टी साइला किरा खोज्दैछौँ किरा खोज्दैछ खोइ कति पायो गाह्रो छ गाइस गाह्रो छ हामी 21,000 खोजिरहेको छौँ नि त 21,000 किरा यो किरा होइन रहेछ त्यसका यस्तो छ कस्तो ढुङ्गा हो यो पहाड एकदम रमाइलो ठाउँ कहाँ हो एकजना हाम्रो साथी देख्नै गाह्रो हो चाकैमा यो सबै हेर्छकुमा खोज्ने मान्छेहरू है ठाउँ हेर्नुहोस्
कहाँनिर पाउँछ र किराले जमजम हिमाल छेउछेउमा Penjajah sih kok. Tereleng cat. Nanti mau contoh saya zoom juga. Cerita aneh kecil lagi dia. Ya, tim mana sudah biru? Kalau karena Liang taminya. Wow. Mami itu kira mereka nak kaya lah, susah. Oh, tiga kurang kan?